करताल तालीले यो सम्मान यो हौसलालाई थप हौसला प्रदान गरिदिन म अनुरोध गर्दछु। त्यसै गरी दक्षिण एसियाली ज्योतिष महासङ्घलाई निरन्तर आफ्नो समय तन मन धन प्रदान गर्नुहुने आदरणीय गुरु दक्षिण एसियाली ज्योतिष महासङ्घ राष्ट्रिय समितिका सभापति ज्योतिष पण्डित खेलनाथ काफ्लेज्यूलाई सम्मान ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु र प्रमुख अतिथिज्यूलाई सम्मान गरिदिनु हुन अनुरोध गर्दछु। हातमा लिने कि लगाइदिनु। त्यसै गरी सम्मानित हुनुहुने वास्तविक दक्षिण एसियाली ज्योतिष महासङ्घका सहमहासचिव वास्तविक सरस्वती श्रेष्ठजीलाई अनुरोध गर्दछु। संस्था सञ्चालन गर्न विभिन्न किसिमको स्रोत जरुरी पर्छ। स्रोतको व्यवस्थापन र निरन्तर परिचालनमा सक्रिय रूपमा कार्यरत दक्षिण एसिया ज्योतिष महासङ्घका कोषाध्यक्ष आदरणीय गुरु आचार्य लक्ष्मण गौतमज्यूलाई सम्मान ग्रहण गरिदिन अनुरोध गर्दछु। सनातन परम्परा पूर्वीय संस्कार संस्कृति र पद्धतिसँग सम्बन्धित रही ज्योतिष र वास्तुका क्षेत्रमा निरन्तर सेवा प्रदान गर्नुहुने दक्षिण एसियाली ज्योतिष महासङ्घका वरिष्ठ सदस्य आदरणीय गुरु डाक्टर उत्तम उपाध्याय न्यौपानेज्यूलाई म सम्मान ग्रहण गर्नु हुन अनुरोध गर्दछु। संस्था सञ्चालनमा कसैले तनले सहयोग गरिरहेको हुन्छ, कसैले धनले सहयोग गरिरहेको हुन्छ, कसैले बौद्धिक हिसाबले सहयोग गरिरहेको हुन्छ। संस्थालाई यहाँहरूको अपार सहयोगले सबल बन्न प्रेरणा मिलिरहेको छ। यसै गरी संस्थाका युवा ज्योतिष आफूलाई सक्रिय रूपमा यो पद्धतिमा समावेश गर्नुहुने र दक्षिण एसियाली ज्योतिष महासङ्घका प्रवक्ता रबिन पङ्गेनीज्यूलाई सम्मान ग्रहण गर्नु हुन अनुरोध गर्दछु। त्यसै गरी यसै बिचमा हामी बीच हाम्रा सल्लाहकार आदरणीय गुरु माधव भट्टराईज्यू उपस्थित हुनुभएको छ। प्राध्यापक डाक्टर माधव भट्टराईज्यूलाई म आसन ग्रहण गर्न अनुरोध गर्दछु र साथमा पूर्व मन्त्री कान्ता भट्टराईज्यूलाई पनि म आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी हामी सम्मानमा निरन्तर अगाडि बढ्दैछौँ। आफ्नो सम्मान ग्रहण गरिदिनु हुन दक्षिण एसिया ज्योतिष महासङ्घका उपमहासचिव अर्जुन पराजुलीज्यूलाई अनुरोध गर्दछु। यसै गरी नेपाल पञ्चायत निर्णय विकास समितिका सदस्य आदरणीय प्रतिदेवी श्रेष्ठजीलाई सम्मान ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। चेतराज उपाध्यायज्यू, प्राध्यापक डाक्टर वीरमणि भट्टराई गुरुज्यू, श्रीकेश कौशिक गुरुज्यू, त्यसै गरी ऋषिराज
दक्षिण एसिया ज्योतिष महासङ्घका सह-कोषाध्यक्ष ऋषिराज घिमिरेज्यू, ज्योतिष चुरामणि पाण्डे दक्षिण एसिया ज्योतिष महासङ्घका केन्द्रीय सदस्य, दक्षिण एसिया ज्योतिष महासङ्घ प्रदेश समितिका सभापति पण्डित टीकाराम घिमिरेज्यू, कृपया अगाडि आइदिनु होला, सम्मान ग्रहण गर्नु होला। त्यसै गरी प्रशंसा पत्रका लागि नेपाल ज्योतिष परिषदका वरिष्ठ उपाध्यक्ष लेखनाथ निरूपणी गुरुङ, दक्षिण एसिया ज्योतिष महासङ्घ राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष दुर्गामणि गौतम गुरु, विश्व ज्योतिष महासङ्घ राष्ट्रिय समितिका सभापति देवराज गौतम ज्यू, केदार प्रसाद जोशी ज्यू दक्षिण एसिया ज्योतिष महासङ्घ केन्द्रीय सदस्य केदार प्रसाद जोशी ज्यू, ज्योतिषी टङ्क प्रसाद भण्डारी ज्यू, ज्योतिषी विकास पाण्डे ज्यू, ज्योतिष प्रज्वल जोशी ज्यू, ज्योतिष कृष्ण गुरागाई ज्यू, ज्योतिष भवेश भट्टराई ज्यू, भवेश भट्टराई ज्यू। त्यसै गरी ज्योतिष प्रकाश भट्टराई ज्यू, त्यसै गरी ज्योतिष कृष्ण प्रसाद पोखरेल ज्यू, र ज्योतिष माधव पौडेल ज्यू। त्यसै गरी ज्योतिषी फुलमाया शर्मा नेउपाने ज्यू। दक्षिण एसियाली ज्योतिष महासङ्घलाई निरन्तर तन मन धनले सहयोग गर्नुहुने सम्पूर्ण सम्मानित व्यक्तित्वहरूलाई हार्दिक बधाई तथा यहाँको उत्तरोत्तर प्रगतिको शुभकामना। दक्षिण एसिया ज्योतिष महासङ्घ यहाँको सदा उत्तरोत्तर प्रगतिको कामना गर्दछ। अब हामी प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यूहरूलाई विशेष चुरामणि पाण्डेज्यू सम्मान ग्रहण गर्न अगाडि आइदिनु होला। दक्षिण एसिया ज्योतिष महासङ्घका केन्द्रीय सदस्य कान्छो ज्योतिष चुरामणि पाण्डेज्यू। चुरामणि पाण्डेज्यू। ल साथीहरू, अन्तिम अन्तिममा भए पनि जोडदार तालीले सम्मानित व्यक्तित्वहरूलाई सम्मान गरेर भोलि हाम्रो पालो आउनेछ। बधाई छ सम्पूर्ण सम्मानित व्यक्तित्वहरूलाई। दक्षिण एसियाली ज्योतिष महासङ्घ दक्षिण एसिया ज्योतिष महासङ्घका सक्रिय केन्द्रीय सदस्य टङ्क भण्डारीज्यूलाई सम्मान ग्रहण गरिदिनु अनुरोध गर्दछु।
ठिक छ गुरु यता भइरहेछ र गर्नु संस्थाको सफलतामा हरेक क्षण केही न केही इटा थप गर्नुहुने सम्पूर्ण सम्मानित व्यक्तित्वहरूलाई विशेष बधाई छ र सम्मान गरिदिनु भएकोमा प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू र अतिथिज्यूहरूलाई म धन्यवाद दिन चाहन्छु र सम्मानित व्यक्तित्वहरूलाई उत्तरोत्तर प्रगतिको कामना सहित सफल थप जीवनको सफलताको शुभकामना